जलविद्युतको लागि जुन बहस भइरहेको छ, राप्ती खोलाको पानीलाई चाहिँ प्रयोग गरेर गर्नुपर्ने, त्यही एरियामै पर्छ नौमिरे जलविद्युत आयोजना। त्यसै गरी म यो थक्लिनेको एरिया देखाउँदै क्रमशः म फेरि थोरै पूर्वतर्फ लाग्दैछु। यो समग्र गाउँहरू देखाउने छु। यस गाउँको विस्तृत भिडियोको चाहिँ विभिन्न जानकारी दिनुहुने आदरणीय व्यक्तित्व मधुसूदन लामिछानेज्यूलाई पनि विशेष धन्यवाद सहित आभारी छु भन्न चाहन्छु। र फेरि म यो लगभग यो चाहिँ माथिपट्टिको यो रातामाटी एरियामा आएको छु। यहाँ चाहिँ यो अहिले देखिएको पक्की भवन, यसै 7 नम्बर वडाका वडा अध्यक्ष देवराम घिमिरेजीको चाहिँ यो पसल हो। यो पसलमा चाहिँ घर लगायत साथमा पसल पनि छ, र पसल चाहिँ किराना पसल, कपडा पसल लगायतका केही सामानहरू यहाँ पाइन्छ। र आसपासको यो जति पनि क्षेत्र छ सबै रातामाटी क्षेत्र हो, र चाहिँ रातामाटी भनिन्छ। यहाँदेखि चाहिँ धेरै टाढा टाढासम्म दाङतर्फ विभिन्न ठाउँहरूमा बसाइ सरेर पनि मानिसहरू जानुभएको छ भने यहाँनिर एउटा ऐरावत आधारभूत विद्यालयको यो विद्यालय हामी यति बेला देख्न सक्छौँ। आकाशबाट हेर्दा यो बाटोको छेउनिर बसेको यो चाहिँ हाम्रो ओमराज रेशमी सरले पढाउने विद्यालय यति बेला हामी देखिरहेका छौँ। यो गाउँमा करिब 70 देखि 80 घरधुरी समग्र क्षेत्रलाई मिलाउँदाखेरि हामी आकलन गर्न सक्छौँ भने यो दृश्यसँगै म थोरै तलतर्फ